ऐतिहासिक क्षणमा छौँ। आजको यस हामी समझदारी पत्र हस्ताक्षर गर्ने कार्यक्रममा नेपाल कृषि केन्द्रीय सहकारी लिमिटेड सङ्घ लिमिटेडका अध्यक्षज्यू, साना किसान विकास लघु वित्त वित्तीय संस्था लिमिटेडका अध्यक्षज्यू र उपस्थित भएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, दुग्ध क्षेत्रको विकास प्रवर्धन गर्ने उद्देश्यका साथ त्रिपक्षीय आज सम्झौता सम्पन्न भइसकेको छ, समझदारी पत्र हस्ताक्षर भइसकेको छ। यो दुग्ध विकास संस्थाकै यो जीवनमा एउटा ठुलो उपलब्धि हो भन्ने मलाई लाग्छ। केही बुदाहरू समेटेर हामीले जुन समझदारी पत्रमा हस्ताक्षर गरिएको छ, म दुग्ध विकास संस्थानको महाप्रबन्धकको हैसियतले यहाँ लेखिएका विषयहरू अक्षराक्षर पालना गर्ने र यसलाई कार्यान्वयन गर्नको लागि इमान्दारीपूर्वक लाग्ने प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छु। हामीले धेरै विषयहरू किसानको सन्दर्भमा आदरणीय व्यक्ति खेम सर, हाम्रो एकराज सर, हाम्रा सरहरू हुनुहुन्छ, उहाँहरूलाई म विगतदेखि नै चिन्छु। उहाँहरूको परिश्रम, साना किसानको उत्थानको लागि उहाँहरूले गर्नुभएको योगदान हामीले जसरी भने पनि त्यो कम नै हुन्छ। उहाँले गर्नुभएको छ। मैले प्रत्यक्ष रूपमा नजिकबाट साना किसानलाई बुझेको पनि छु, त्यहाँको काम हेरेको पनि छु। त्यहाँको परिश्रम, त्यहाँको इमान्दारिता र काम गर्ने एउटा छुट्टै शैली स्थापित छ। सहकारीको खास मूल मर्म चाहिँ मलाई लाग्छ साना किसान सहकारीले नै देखाएको छ भन्ने लाग्छ। आज जुन बचेको छ, आज विभिन्न सहकारीका विभिन्न किसिमका लालछना आउँदाखेरि साना किसानले चाहिँ कम्तीमा पनि किसानको हितमा काम गरेको छ भन्ने मलाई विगतदेखि नै समन्वय गरेर काम गर्न मन लागिरहेको पनि हो। म स्मरण गर्न चाहन्छु, म हाम्रो मन्त्रालय, कृषि मन्त्रालयको बागमती प्रदेशमा मलाई लाग्छ उपसचिव हुँदाखेरि एउटा कार्यक्रम जुनमा कार्यविधि म आफैले रातभरि बसेर ड्राफ्ट गरेको थिएँ। पछि त्यसले मूर्त रूप लियो। उत्पादन रोजगारमा आधारित कर्जा, सहुलियत कर्जाको चाहिँ कार्यविधि, त्यसको पहिलो ड्राफ्टकर्ता म नै हो। हाम्रो योगेन्द्र कार्की सर हुनुहुन्थ्यो सचिवज्यू। पछि हाम्रो चाहिँ साना किसान लघु वित्त वित्तीय सङ्घसँग चाहिँ समन्वय भएर अर्थ मन्त्रालयसँग समन्वय भएर काम भएको छ। त्यसले पनि केही एउटा इम्प्याक्ट दिएको छ। अहिले त खारेज भएको मैले सुने। यसरी हामीले साना किसानसँग जोडिने, जहाँ म जान्छु त्यहाँ चाहिँ म जोडिने मेरो आफ्नो सोच पनि हो। म बाटोमा कहीँ हिँड्दाखेरि पनि साना किसानदेखि रोकेर बस्ने, बुझ्ने कामहरू पनि गरिरहेको छु। अब दुग्ध विकास संस्थानबाट दिगो रूपमा साना किसानसँग समन्वय गरेर समझदारी गरेर किसानको हकको लागि के गर्न सकिन्छ भन्ने विषयमा हामीले अनौपचारिक ढङ्गबाट खेम सरसँग नि साथसाथै सरहरूसँग म आफै पनि गएर छलफल गरेको र छोटो समयमा नि यो मूर्त रूप अहिले आज भयो। छोटो समय हामी धेरै 10-15 दिनको अहिले चाहिँ एउटा चाहिँ इम्प्याक्ट दिने एउटा समझदारी पत्र बसेको छ। हामीले दुध सङ्कलन गर्ने र व्यापार गर्ने मात्र, बजारीकरण गर्ने मात्र काम गर्दैनौँ। विगतमा हामीले दुग्ध विकास संस्थानप्रति आन्तरिक र बाह्य रूपमा जुन ढङ्ग किसिमको टिका टिप्पणी भएका छन्, त्यसले हामीमाथि अलि अविश्वास चाहिँ साथीहरूको छ। मलाई लाग्छ साना किसान उहाँले अहिले सम्झौता हस्ताक्षर गरिरहँदाखेरि पनि मन चाहिँ ढुक्क छैन। के हो फेरि अहिले महाप्रबन्ध जाने बित्तिकै फेरि अर्को ढङ्गबाट फेरि पनि धोका हुने हो कि? किन यो ट्रस्टको विषय हो नि। एकचोटि धोका पाइसकेको संस्थाहरूले फेरि पनि धोका हुँदैन भन्ने कुराको ग्यारेन्टी हुँदैन। त्यस कारणले गर्दाखेरि पनि केही तपाईँलाई चिन्ता छ भविष्यप्रति, यसमा कसरी जान्छ भन्ने लागेको छ भने त्यो दुविधा आजबाट म हटाउनु भन्न चाहन्छु। हाम्रो साथीहरू पनि यहाँ हुनुहुन्छ। एउटा कमिटमेन्ट मात्र होइन, यो हामीले चाहिँ यो कमिटमेन्ट गऱ्यौँ, बाचा गऱ्यौँ, राज्यले बाचा गर्छ, कहिले पुरा गर्दैन भन्ने विषय पनि हुन्छ। यो हाम्रो कमिटमेन्टसँग कन्ट्रिब्युसन पनि त्यतिकै हुन्छ, इमान्दारीपूर्वक कन्ट्रिब्युसन हुन्छ। हामीले साना किसानबाट उत्पादन भएका, सहकारीबाट सङ्कलन भएका दुधहरू हामी खरिद गर्छौँ भनेकै गर्छौँ र के पनि गर्छौँ भने हामीले 60,000 न्यूनतम भनेका छौँ। एउटा लामो जर्नीमा पुग्ला यो, किन भन्दा आज भोलि पुग्ने होइन। हामीले आइतबार सोमबारबाट 15,000बाट सुरुवात गर्ने भनेका छौँ। थप 15,000बाट 60,000 पुग्ला। तर म यो विश्वास के दिलाउन चाहन्छु भने 60,000 मात्र होइन, साना किसानले उत्पादन गरेको दुध जति उत्पादन हुन्छ 1.5 लाख 2 लाख
त्यसको जिम्मा कुनै दिन दुध बिक्री भएर रोन फाल्नुपर्ने अवस्था भयो भने संस्थानले हाम्रो साथीहरू छ उहाँ हाम्रो बालजु हिसाब पनि हुन्छ भन्न चाहन्छु हामी खरिद गरिदिन्छौँ। त्यसमा चाहिँ ढुक्क भएर किन हामीलाई दुध चाहिन्छ र हामी के एउटा चाहिँ वातावरण सिर्जना गर्न खोजेका छौँ भने दुध सङ्कलन गरेर त्यो दुध फेरि कहाँ बेच्छ। यदि कमजोर व्यवस्थापन अथवा चाहिँ तपाईँको चाहिँ घाटामा गएको संस्थाले भन्ने पनि हुन्छ अब हामीले एक द्वार प्रणाली गर्ने गरी हाम्रो प्लानहरू बनिरहेको छ। हामीले ल्याएको दुध प्राइभेटली किन्न पर्ने हामीबाट किन्नु भनेपछि हामीलाई दुध जति भए पनि त्यो कम नै हुन्छ। त्यस कारणले गर्दा ढुक्क भएर दुध उत्पादन कसरी बढाउने भन्ने प्रोग्रामहरू पनि हामीले यहाँ इन्क्लुड गरेका छौँ समझदारी पत्रमा। ती विषयहरूमा हामी कामहरू गर्छौँ। नेपाल सरकारसँग अरू सहकार्य गर्ने कुरा समन्वय गर्ने कुरामा मेरो इमान्दारीपूर्वक प्रयास हुन्छ। हामी सँगसँगै जान्छौँ। अब एक्लै हिँड्दा आनन्द त हुन्छ तर गन्तव्य पुग्न अलिकति कठिन छ। त्यसो भए संयुक्त रूपमा हामीले एउटै उद्देश्य साथ हिँड्यो भने गन्तव्य पुग्न सकिन्छ भन्ने मेरो बुझाइ छ र त्यो ढङ्गबाट मैले चाहिँ आफूलाई उपस्थित गराउँछौँ। र यो जुन समझदारी पत्र आज हामीले हस्ताक्षर गरेका छौँ यसलाई कार्यान्वयन गर्न अब हामी एउटा कार्ययोजना पनि तयार गर्छौँ। कार्यान्वयन कार्ययोजनाहरू कसरी गर्छौँ, कुन टाइममा कसले के गर्ने भन्ने एउटा सामान्य ड्राफ्टहरू भयो। अब कार्ययोजनासहित को जिम्मेवारी हो, कुनको भूमिकामा हो, हामीले इमिडिएट रेस्पोन्स गर्नुपर्ने अवस्थाहरू हुनसक्छ। कुनै कुराहरू अब विलम्ब गर्ने कुराले फेरि पनि विश्वास कम हुँदै जान्छ। तत्काल जिम्मेवारीपूर्वक जिम्मेवार बनाएर हामीले एग्रिड एक्सन पनि हामी कार्ययोजनाहरू तयार गर्छौँ। आफ्नो साथीहरूलाई म त्यो अनुरोध गर्न चाहन्छु। र हामीले लगभग यो समझदारी पत्र हस्ताक्षर हुँदाहुँदै हामीले एउटा विषय चाहिँ कार्यान्वयनमा गइसक्यो होइन एउटा सर। अब हेटौँडामा चाहिँ अहिले 3000 लिटर दुध कलेक्सन गर्ने नयाँ योजना छ तर हामीसँग भ्याट नभए सङ्कलन गर्ने चाहिँ ठाउँ नभएर भ्याट नभएको कारणले हामी गर्न सकेनौँ भन्नुभयो। हामीले कुराहरू भइसकेको छ। 3000 भ्याट हामीले जेनेरेटरसहितको उपलब्ध गराउने तत्कालै र त्यो दुध चाहिँ हाम्रो फेरि च्यानलमा आउने गरी हामी कामहरू गर्दैछौँ। र कहीँ कतै अब यसमा हामीले दुध सङ्कलन गर्दाखेरि अब यसमा कठिनाइहरू पनि छ। बाह्य आक्रमणहरू हुनसक्छ। विभिन्न किसिमका हामीमाथि लालसान अझ थप लालसानहरू लगाउने गरी बाहिर आउनु पनि सक्छ होइन। तर हामी अलि परिपक्व ढङ्गबाट हामी जान्छौँ र केही विषयहरू राख्न पर्यो भने यो विषयमा तपाईँहरूले पनि एउटा फोकल पर्सन अथवा सम्पर्क व्यक्ति भन्नुभयो उहाँलाई मात्र बोल्नु हुँदैन। मिडियामा धेरै मान्छेले धेरै ढङ्गबाट बोल्दाखेरि त्यसको मेसेज चाहिँ नेगेटिभ जान्छ होइन। त्यस कारणले गर्दा हामी पनि यहाँ हाम्रो प्रवक्ता हुन्छ अथवा हामी कुनै एकजना व्यक्तिलाई तोक्छौँ यो साना किसानको सन्दर्भमा बोल्ने कुराहरू त्यो ढङ्गबाट हामी अलिकति जाउँ। नभए हामीलाई फेरि पनि कमजोर बनाउने तत्त्वहरू केही पनि सबल आउँछन्। के भन्दा यो दुधको क्षेत्र भनेको म यहाँ आएर बल्ल बुझ्दैछु भन्ने लागेको छ। म चाहिँ सचिव भएर हिँड्दाखेरि किसानको तहमा जाँदाखेरि दुधको सेक्टर जसरी बुझेको थिएँ त्योभन्दा अलिक फरक रहेछ होइन। आज किसान चाहिँ किसानकै रूपमा रह्यो किन रह्यो भन्ने कुराहरू आज चाहिँ 3टा गाई पाल्ने मान्छे सधैँ त्यही अवस्थामा उसको लगाइ खवाइ त्यही होइन। जहिले पनि चाहिँ फी तिर्ने स्कुल फी तिर्ने बेलामा समस्या हुने ऋण खोज्न जानुपर्ने त्यही दुध कलेक्सन गरेका मान्छेहरू ट्याङ्करमा यसो बुढाएर एक ठाउँबाट ठाउँ पुर्याउने मान्छेहरू चाहिँ कहाँबाट कहाँ पुगिसक्यो भनेको आफ्नै गोठमा आफ्नै जग्गामा श्रमिक बनाएर राखिरहेको रहेछ। श्रमिकको रूपमा किसानलाई चाहिँ तिम्रो जग्गा हो, तिम्रै घर हो, तिमी पाल, तिमी श्रमिक हो, त्यो तलब पनि नआउने श्रमिक यसो क्यालकुलेसन गरेर तलब पनि छैन। अब यसबाट माथि उठाउनुपर्छ र हामीले के भन्छौँ भने किसानले चाहिँ दुध उठाउने मान्छेले नै किसानले चाहिँ गाडी चढाउने किसानले गाडी चढाउने अवस्था पुग्यो र हामीले के भनेको छौँ सानो यो दुग्ध विकास संस्थानले अब हामी मिलिसकेपछि यहाँबाट भएको कमाइ कहाँ जान्छ ब्याक टु द फार्मर्स कहाँ जाने त्यो विधिहरू हामी बनाउँछौँ। जस्तै अमुल मोडल हामी होइन अमुल मोडलमा चाहिँ दुध कलेक्सन गर्छन् 15%ले चाहिँ सबै तपाईँको तलब भत्ता उहाँको रजिस्ट्री खर्चहरू तपाईँको व्यवस्थापकीय खर्च हुन्छ। 85% आम्दानीको ब्याक टु द फार्मर्स। तर हाम्रो के छ बरु कुनै इलिगल रूपमा कहीँ अरूमा पुग्यो होला किसानहरू फर्किन जाने हुन्छ अनि यो ढङ्गबाट अलिकति माथि उठाउने गरी प्राविधिक रूपमा पनि हामी काम गर्छौँ। अब अहिले चाहिँ तपाईँहरूले मान्नुहुन्छ मान्नुहुन्न आज हामी यति धेरै काम गऱ्यौँ भने स्थानीय तह प्रदेश अथवा सङ्घले हामी प्राविधिक खटाएको छौँ अनि हामी सधैँ एउटै गुनासो गर्छौँ दुध उत्पादन किन गर्यो भनेपछि हामीले गरिरहेको काममा प्रश्न गर्ने बेला आएछ। हाम्रा विज्ञतामाथि पनि प्रश्न गर्ने बेला आयो। नभए बढाउनै सक्दैन फेरि उही मान्छे बसेर हामी बढाउँछौँ भन्छौँ विश्वास गरिदिनु पर्ने अवस्था आयो। हामी आफूले आफूलाई रिभ्यू पनि गर्नु पर्यो होइन भने छोड्न पऱ्यो। त्यो ढङ्ग हो मेन ढङ्गबाट हामीले अब त्यो ढङ्गबाट जानुपर्छ।
त्यही भएर अडिटका कार्यक्रमहरू हामीले भनेका छौँ, अडिट गरेर जान्छौँ। तर जति पनि बिकेर औषधि पुग्यो त्यति चाहिँ पशुहरू चाहिँ बाँझोपनमा गए, दुध कम भयो, म्यास्टाइटिस भनेको छ, औषधि लिएर दौडिया छ। किन्न पऱ्यो कसले, किसानले किन्न पऱ्यो औषधि। दाना बढी महँगो पुगेको छ, कसले किन्न पऱ्यो, किसानले किन्न पऱ्यो। किसानलाई नाफा हुन्छ कि छैन भनेर मैले बेच्ने मान्छेले सोच्दै सोचेँ मेरो नाफा कहाँ छ हेरेँ होइन। यो ढङ्गले गर्दाखेरि चाहिँ अब यसलाई चिर्नलाई फेरि सहकारी बनेको, हजुर अझ बढी थाहा छ सहकारी गर्दैन, यो सबै कुरालाई चिर्न सहकारी बनेको, तर सहकारीले पनि के चिर्न सक्यो। फेरि पनि किसानलाई हितको लागि बोल्दै गयौँ कि कहाँ हित भयो देखाउन सक्यो, बोल्दै चाहिँ गयौँ, भन्दै गयौँ यस्तो हुन्छ भने, तर ठ्याक्कै किसान कहाँ हित भयो भनौँ त, एउटा दुईवटा देखाउँ त भन्दाखेरि अनि ब्लेम गर्न लाउनु थाल्यो। किन भन्दा आफ्नो कमजोरी छप्नलाई ब्लेम लाउनु थाल्यो, सरकारले गरेन अथवा यो व्यक्तिले गरेन अर्को व्यक्तिले गरेन भन्दा भन्दै हामी फेरि त्यही चक्करमा हिँडिरह्यौँ। अब यो सबै कुरालाई चिरेर एउटा उदाहरण बनाउने हो, बन्ने हो, कुनै न कुनै ठाउँबाट पाइलो उठ्नुमा पनि यो कामहरू गर्नुपर्छ भन्ने विषय छ र देखिने गरी हामी काम गर्छौँ भन्ने कुराहरू राख्दै विशेष रूपमा कम्तीमा दुग्ध विकास संस्थानलाई यस्तो अवस्थामा पनि यहाँहरूले विश्वास गरिदिनु भयो र यो समझदारी पत्रमा हस्ताक्षर गर्ने एउटा ठाउँ आइपुग्नु भयो। त्यो विश्वासलाई कहिले पनि विश्वासघात हुँदैन। यो म महाप्रबन्धकलाई हाम्रो साथीहरू साक्षी राखेर भनेको छु र रकम दिने कुरामा, उहाँलाई भुक्तानी गर्ने कुरामा अरू चाहिँ उहाँलाई बढी मूल्य कसरी पार्नुपर्छ भन्ने कुरा हामी काम गर्छौँ। अब अनि मूल्य कसरी निर्धारण हुन्छ भन्ने कुराहरू छ, केही साथीहरूले ट्रस्ट चाहिँ कुराहरू कम भएको छ, त्यसलाई हामीले चिर्छौँ, इमिडिएट चिर्छौँ। विगतमा कुनै कर्मचारी साथीहरूले को मिले महत्त्व फेरि एक कुरो हुँदैन। हाम्रो कर्मचारी मिले भए त्यहाँको संस्थाको मान्छे मिलेको छ, एक्लैले गर्न सक्दैन, ऊ एग्री नभइकन चाहिँ गर्न सक्दैन। त्यस कारणले एउटाले एउटा दोष होइन, दुई पक्ष चाहिँ उत्तिकै दोषी भएर कामहरू, एउटै मात्र पक्ष दोषी भएर काम हुँदैन। त्यस्ता कुरालाई चिर्दै अगाडि बढौँ। एउटा यो लाइभ स्टक सेक्टरमा तपाईँ जुन सपना देख्नु भएको छ, लाग्नु भएको छ, क्यान्सरहरू कसरी लाग्नु भएको छ, त्यसमा एउटा इट्टा थप्ने काम, थप तपाईँले ऊर्जा दिने काम संस्थाले चाहिँ गर्ने कुराहरू पनि प्रतिबद्धतामा जाहेर गर्नेछ। हाम्रो उहाँ डिजिएम साहब हुनुहुन्छ, कहिले यहाँ तपाईँ लाग्नु सक्छ, महाप्रबन्धक मन्त्रालयबाट आउनुभएको होइन। फेरि भोलि कुनै एउटा सानो इस्यु लिएर तानिदिनु सक्ला संस्थानमा के गर्ने भन्ने चाहिँ उहाँ डिजिएम साहब हुन्छ, हाम्रो एकाउन्ट साहब, हाम्रा सबै प्राविधिक साथीहरू हुन्छ, हाम्रो बालाजी भाग्ने जसले चाहिँ दुधको खपत गराउने उहाँ इच्छा हुन्छ। अनि उहाँहरू सबैले साक्षी नै राखेर मैले कुरा गरेको छु। त्यस कारणले गर्दाखेरि ढुक्क भइदिनु होला हुन्छ। कहिलेकाहीँ मलाई पनि सुरुमा आउँदाखेरि अलिक चिन्ता लागिरहेको, म आफै पनि विश्वास सुरुमा थिएन, तर जब गएँ 2-3 महिनाको बिचमा त्यो गर्न सकिन्छ भन्ने यो विश्वास आर्जन गरेरै यो कुरा राखेँ हजुर होस्। त्यस कारणले देखौँ, काम गरौँ भन्ने कुराहरू गर्दै विशेष रूपमा यहाँलाई पुनः धन्यवाद दिँदै मेरो आफ्नो भनाइ यहीँ अन्त्य गर्न चाहन्छु। र अरू सबै कुराहरू परिणाम र कामले हामी देखाउने, दिनदिनै कुनै न कुनै नयाँ चिजहरू आउने गरी हामी काम गर्छौँ। हामी सम्पर्कमा रहन्छौँ। धन्यवाद।